हाम्रो नितेशजी पोज दिँदै हुनुहुन्छ। मन्दिरजी क्यामेरामा अगाडि बढ्दै हुनुहुन्छ। डिएसएलआर क्यामेरा बोक्नु भएको पिक्सल मिलाइरहनु भएको छ। अगाडि माछा पुष्टे हिमाल आयो। नितेश नेपाल भन्दै नेपालको टी सर्ट ल्याउँदै हिमाल देखाइरहेछ। सागरजी हाकुजी हाकु नमन भनेर गाली खाइहाल्यो नि झन् लात हालिन निले। बाटोभरि खच्चडले गर्नु समेत गरे। वरिपरि पहाड जंगलले घेरिएको हाम्रो मिसन अगाडि बढिरहेको छ। सागरजी तपाईलाई के भन्नु छ यो मिसनको बारेमा? केही पनि भन्नु छैन, धेरै हिँड्नु छ त्यही हो। धेरै हिँड्नु छ। अब कति घण्टा छ हाम्रो हिँड्ने? अब एक दिन ठ्याक्कै हिँडेपछि पुगिन्छ। एक दिन पुगिन्छ त्यही। अनि रोशन सर के भन्नु छ? अब पुगेला नि त, अब हिँडिएको छ बिहानै सबेर हैन, चिया खाएर अब पुगेला भन्नु आशा गरौँ। मन्दिरजी के भन्नु छ? केही छैन। मलाई भन्नुपर्ने त केही छैन हैन, तर हामी यहाँ आइसक्यौँ। अब मलाई रोमाञ्चक चिज के लाग्छ भने बिहान उठ्ने बित्तिकै हिमाल देख्न पायो। अझ घामको त्यो प्रकाश पर्ने बित्तिकै हिमालको त्यो सुन्दरता कति राम्रो भयो भने त मैले बुझ्न सक्छु। एउटा मन्दिर छ, तपाईहरु हेर्ने हो भने गए हुन्छ न त। त्यो भयो भने तपाईहरु यो बाटो जानु, बाटो ठुलै छ, यो पछाडि जानु है। ल हजुर हामी बाटो हामी बिहानको प्रकाश परेपछि त्यो हिमालको सुन्दरता कतिसम्म पनि राम्रो भयो भने त म आफ्नो बयान गर्न सक्दिनँ है। बिहान फोटो खिच्न एकदम दुःख गरेर अहिले यसो हेर्दाखेरि नेपाल पनि धेरै सुन्दर छ। त्यति हो। यति भन्दै म आफ्नो 2 शब्द यति बोल्न चाहन्छु। धन्यवाद। नितेशजीले आफ्नो बयान दिइसक्नु भएको छ। हामी आफ्नो गन्तव्यतिर बढिरहेका छौँ। बाटो बिर्सेर हामी सोध्दै पनि गइरहेका छौँ। वरिपरि झरना र पहाडले हाम्रो ट्रिप अगाडि बढिरहेको छ। बेलामा यहाँ हाम्रो हाकुजीले गदाको गुगुल चाहिँ ऱ्याक भइसक्यो। टुस गनाइरहेछ। हाम्रो सागरजी अहिले मूत्र विसर्जनमा लाग्नु भएको छ। ल सागरजी हाम्रो हाकुजी पनि जानुभयो। हाकुजी सागरजीको पछाडि गर्दै हुनुहुन्छ। छिटा पर्यो कि जस्तो लाग्यो। हाम्रो नितेशजी चाहिँ अगाडि गर्दै हुनुहुन्छ। मन्दिर चाहिँ टुल्ल परेर हेर्नु भएको, म कसरी गरौँ भनेर। बसेर गर्ने बानी छ भन्दै मक्क पर्नु भएको। हाम्रो मिसन अगाडि बढिरहेको छ। बाटो बिर्सेर फेरि कहाँ जाने भयो। वरिपरि जङ्गली जनावरको एट्याक हुने सम्भावना पनि धेरै छ। उसको बल्यो न बातिर पाला नि। हाम्रो सागरजी टुरिस्टसँग कुरा गर्दै हुनुहुन्छ। आफूलाई त अङ्ग्रेजी आउँदैन, त्यही भएर हेरिन्छ। हेलो नमस्ते। अलिअलि पनि बोलियो, अङ्ग्रेजी नआइन है। अब यहाँबाट जम्प हानिन्छ। अगाडि सानो खोला रहेछ। हाम्रो मिसन अगाडि बढिरहेको छ। मन्दिरजी लट्ठी उचाल्नु भयो, अलि हिँड्न सक्नु भएको छैन। ल स्या गर्दै चाँडा खुट्टा भएको लट्ठी उचाल्नु भएको छ।
हाम्रो मिसन अगाडि बढ्दैछ। वरिपरि नदी नाला झरना फन्ड प्लान्ट पनि रहेछ है। ल वरिपरि सिस्नो नितेशजीलाई पनि एउटा लट्ठी चाहिएको हुँदा उहाँ खोज्ने तर्खरमा लाग्नु भएको छ। हाकुजी पोज दिएर बस्नुभयो फोटो खिच्नको लागि। ए हाकुजी रोशनजी हाकु भनेर एकदम रिसाउनु भयो, कसैले सुन्लान् भनेर। हाम्रो सागरजीले वन विनाश गर्नुभयो, डिफोरेस्टेसन गरिदिनु भयो, एउटा रुखै भाँचिदिनु भयो। अब यो रुख भाँचेकोले अब बाढी पहिरो आउन सक्ने सम्भावना धेरै हुन्छ। सागरजी हाम्रो यो रोशनको पोज हो, पोज अगाडि बढिरहेको छ। सागरजीले रुख भाँचेर डिफोरेस्टेसन गर्नुभयो, यहाँ कुनै बेला पहिरो आउन सक्छ। यसरी वन विनाश नगरौँ। लाउडा लिङ्क तिम्रो कि क्यामेरा भिर त रोशनजी एकदम थाक्नु भएको छ, कपाल देखाउन खोज्नु भएको छ। हाम्रो मिसन अगाडि बढिरहेको छ। म क्यामेराम्यान आरेन्ज लभ क्यामेरा लिँदै अगाडि बढिरहेको छ। ल लट्ठीको व्यवस्था पनि भइसकेको छ। यो त पातलो छ यार, यो भाँचिहाल्छ। यहाँ त फेरि अर्को रुख पनि भाँचे, बोट बिरुवाको सत्यानाश गरिरहेका छन् यिनीहरू। फेरि एउटा अम्बाको बोट गयो। नितेशले अलि सक्नु भएको छैन, उनको ज्यान अलिक कम भयो। हाम्रो लम्बुजीले रुख भाँच्दैन, रुखले लम्बुजीलाई भाँच्ला जस्तो भइरहेको छ। यहाँ उहाँले सफल हुनुभएको छ यो कार्यमा। ल मेलाई पनि एउटा लट्ठीको भइसकेको छ। ए दैव, मैले यस्तो किसिमको लट्ठी पाएँ अहिले बल्ल बल्ल। मैले चाहिँ वन विनाश गरिनँ। दुईटा लट्ठी पाएको छु, अब बोक्दै हिँडिन्छ। आगुजीले फेरि 5वटा रुख ढालिसके। यहाँ हाकुलाई रुखले उडाला जस्तो भइसकेको छ। उहाँ झुन्डिरहनु भएको छ बाँदर जसरी। ल उहाँले जरे समेत निकालिसक्नुभयो। उहाँले जरे निकाल्नु भयो। ल पहिरो गयो। आमै कति बलिया हुन्। आमै उहाँले अहिले रुखै निकाल्नु भयो। मैले यहाँ समात्न कोसिस गरिरहेको छु। पहिरोमा पर्नु भएको छ। रुखको जरीसँग निक्लेर एउटा आज रुखको अब अन्तिम संस्कार पनि गर्नु बेला भइसक्यो। फोटो खिच्यो भने तिमीले यहाँ हाम्रो अहिले भिडियो चलिरहेको छ। मैले भर्खरै एउटा रुख जरेसरी तानेको छु। कति पावर रहेछ भने हाकुसँग आज देखियो बल्ल। त्यो अब यहाँ भएको यो किरा फट्याङ्ग्राहरूको आज घर विनाश भइरहेको छ। यो रुखको यहाँ कमिलाहरू भौतारिरहेका छन्, किराहरू पनि हिँडिरहेका छन् मेरो घर गयो भनेर। उनीहरूको यस दुःखद घडीमा हामी केही गर्न सक्दैनौँ। के तान त उहाँ रुख निकाल्ने कोसिस गर्दै हुनुहुन्छ, तर अहिलेसम्म सफल हुनुभएको छैन। उहाँ ट्राई गरिरहनु भएको छ। म माथिबाट मलाई बोलाएर म गइरहेको छु। अलिक अगाडि गाई पनि रहेछ। यस्तो पहाडको भिरमा गाई कहाँबाट आयो? खचड भएको ठाउँमा एउटा गाई भाग्यो मलाई देखेपछि। हामी
रुखे बोकेर लिएर आउनु भएको छ हाम्रो हाकुजीले। भोट चाहिँ काङ्ग्रेसमा हालिन्छ है रुख। रुख भनेपछि काङ्ग्रेस पार्टी हुनुहुँदो रहेछ उहाँ। त्यही भएर नेपाल भन्दै हिँडिरहनु भएको छ। म पनि आई लभ नेपाल भन्दै हिँडिरहेको छु। हाम्रो मिसन अगाडि बढिरहेको छ भिरै भिर। हाम्रो मिसन अगाडि बढिरहेको छ। हाम्रो रोशनजीले रुख भाँचेर अगाडि ब्युटिफुल हिमालय। हामी अहिले अन्नपूर्ण बेस क्याम्प जाने बाटोतिर अगाडि गइरहेको छौँ। एकछिनमा हामी अब हाम्रो 5-6 घन्टामा हामी भोरे पानी पुग्दैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ अगाडि माछा पुछ्रे ऊ त पल्लो साइडको अन्नपूर्ण। हामी माछा पुछ्रेको नजिक आइरहेको छौँ। आएको त चान्सै छैन म थाहा थियो। फेरि हाम्रो सागरजीले अर्को वन विनाश गरेर फाल्नु भयो उता। अब हामी अगाडि बढिरहेको छौँ। अब बाटो कन्फ्युज भयो, यो बाटो जाने कि उयो बाटो जाने।